नमस्ते, म गोर्खा होटल सङ्घ गोर्खाको सदस्य केशर रमाई। मिति 2082 साल चैत्र 30 गते होटल सङ्घ गोर्खाले तेस्रो रैथाने खाना महोत्सवको आयोजना गरेको छ, जहाँ गोर्खा इतिहास जीवित छ भन्ने मूल नाराका सहित तेस्रो रैथाने मेलाको आयोजना गरेको छ। यो मेला चाहिँ तपाईको 2082 साल चैत्र 30 गते नयाँ वर्षलाई लक्षित गर्दै र 30 र 1 गते 2083 साल वैशाख 1 गते हुनेछ। यसको उद्देश्य चाहिँ हामीले गोर्खामा रहेका कल्चरहरूलाई चाहिँ प्रवर्धन गर्ने उद्देश्यले र गोर्खामा चाहिँ जातीय कल्चर र जातीय खानाको चाहिँ प्रवर्धन गर्ने उद्देश्यले चाहिँ गर्न लागेको हो। यसको चाहिँ स्थान चाहिँ गोर्खा नगरपालिका 6 बस पार्कबाट माथि रहनेछ र रानी पोखरी परिषद भनिन्छ त्यसलाई, त्यहाँ चाहिँ गरिनेछ। यसका मुख्य आकर्षकहरू भनेका हाम्रो कलाकारहरू नै हुनुहुन्छ। कलाकारहरूमा 30 गते चाहिँ हाम्रो जितान गुरुङ भाइ र लोकल ब्यान्ड रहनेछ भने 1 गते चाहिँ हाम्रो चिजा तामाङ लोकदोरी गायिका र हाम्रो हैराम परियार भाइको बेजोड प्रस्तुति रहनेछ। यसै साथसाथै सुभाष रेग्मी, मलाइका बस्नेत, विनोद ढकाल, अन्य विविध कलाकारहरू पनि उपस्थिति हुनेछन् र यसमा चाहिँ हामीले टिकट फ्री गरिएको छ। साथै खुल्ला नृत्य प्रतियोगिता पनि राखिएको छ। खुल्ला नृत्य प्रतियोगितामा कुनै पनि इन्ट्री फी राखिएको छैन, त्यसलाई पनि फ्री गरिएको छ। र साथसाथै हामीले रैथाने खाना, रैथाने भन्नाले जात जातिलाई चाहिँ चिनाउने, जस्तै चेपाङ, कुमाल, गुरुङ, मगरहरूको जात जातिलाई चिनाउने चाहिँ रैथाने खाना को पनि तपाईको चाहिँ परिकारहरू बन्नेछ। नेवारी खाजाहरू, विभिन्न जात जातिका खाजाहरू पनि त्यहाँ बन्नेछन् र सम्पूर्ण गोर्खाली मात्रै नभएर नेपालमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई 2082 साल चैत्र 30 गते र 2083 साल वैशाख 1 गते गोर्खामा आउनको लागि विनम्र अनुरोध पनि गर्दछु। साथसाथै हाम्रो यस कार्यक्रमलाई सफल पार्दिनको लागि विभिन्न सङ्घ संस्था, विभिन्न पालिकाबाट चाहिँ सहयोग गरिदिइरहनु भएको छ। उहाँहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। हस्त, धन्यवाद।